आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आइसकेको छु र अघि भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरू देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र अब हामी पनि अहिले भर्खरै आइपुग्यौँ। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि चाहिँ भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि मात्रै गरेर शान्त भएर बसिदिनु, भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। काठमाडौँ महानगरपालिकाका भर्खरै राजीनामा दिनुभएका मेयर बालेन शाह अहिले जनकपुर विमानस्थलमा आइसक्नु भएको छ। उहाँलाई स्वागत गर्न राष्ट्रपाका कार्यकर्ताहरू अगाडि गइरहेको यहाँहरूले हेर्न सक्नुहुन्छ। जनकपुर विमानस्थलमा आगमन भएपछि उहाँलाई राष्ट्रपाका नेता कार्यकर्ताहरूले स्वागत गरिरहेको यहाँ हेर्न सक्नुहुन्छ।